इलात र यो सेकेन्ड टाइम इलात चाहिँ म साथीहरूसँग जाँदैछु इम्प्लोयरहरूसँग होइन है। र म अब यहाँबाट चाहिँ हद्दार गइकन हद्दारबाट चाहिँ साथीहरूलाई भेटेर हामीले सेरुत गरेको छौँ। हामी 20 जना इलात जाँदैछौँ र योपालि चाहिँ प्लेनमा आएन बाई सेरुत भनेको चाहिँ यहाँको एउटा मनोनीत सेयर ट्याक्सी हो र त्यसमा हामी इलात जाँदैछौँ र बाटोको दृश्यहरू र इलातसम्मको यात्राको छोटो भिडियो बनाएर प्रस्तुत गर्ने कोसिस गर्नेछु। ओके बाई बाई सी यू। म चाहिँ तखाना आइसकेको छु। यहाँबाट होपा कार्मेलसम्म जानुपर्छ अनि होपा कार्मेलबाट चाहिँ म फेरि साथीहरू उयोसम्म जानुपर्छ माथि हद्दारसम्म। त्यहाँबाट चाहिँ मेरो साथीहरूलाई भेट्छु है। त्यो पनि बिग्रेको छ थाहा छैन। पर्खिराखेको छु गाडी 12:30मा छ। म चाहिँ बसमा चढिसकेँ र अहिले चाहिँ म अब हाइफा मात्ताम होपा कार्मेल साइड जाँदैछु बसमा। अझै एउटा बस चेन्ज गर्नुपर्छ आजको चाहिँ हाम्रो इलात पुग्यो साथीहरूसँग भेट्नु मजा आउँछ। अब हामी चाहिँ यहाँनिर आइकन साथीहरूसँग भेटेँ। मैले लुक्स पनि चेन्ज गरेँ। यहाँनिर हाम्रो भाउजू चाहिँ सुजुको दिदी यता साथीहरू छ। आदि चाहिँ evening time I will talk with them. सबै हामी रहेछ मेरो गाउँले नि हुन्छ। अब हाम्रो यात्रा सुरु भयो। यहाँलाई शुभ यात्रा सबैलाई है। बस्नु हुँदैन होला। र आजको यात्रा कस्तो लाग्दैछ हजुरलाई है? हामीलाई रमाइलो। हामी फर्स्ट टाइम यसरी टुर जाँदैछौँ होइन। त्यो पनि इलात एकदम लङ ड्राइभ लङ वेमा होइन। र तपाईँहरूलाई एकदम मजा आइरहेको छ होला होइन। बाटोको खिच्दै चाहिँ हाल्छु म है। त्यति हो बाटो खिच्दै हाल्छु। हाम्रो ब्लग चाहिँ प्रोफेसनल ब्लग होइन हो। भएर हामी जाँदैछौँ। म चाहिँ सबभन्दा लास्ट सिटमा बसेको छु गार्जेन भएर। हाम्रो भाउजू छ है। अरे हल्लिएको पनि मिलिहाल्छ होला। यो चाहिँ इलात अस्ति छ भाइ यार। पिउनुहुन्छ? हाम्रो ड्राइभर साहेब यहाँ छ नङ भाइ। थ्याङ्क यू। यता हाम्रो बहिनीहरू हुनुहुन्छ है सबैजना। अरू चाहिँ कम्ती छैन नि। हामी 22 जना छ हाम्रो। सलिमा दिदीलाई पनि भेटेर धेरै खुसी लाग्यो मलाई है। नेपाली सलिमा दिदीसँग फर्स्ट टाइम उयो गर्दैछु हो र। तेलुगुको साथीहरूलाई पिकअप गर्छौँ हामी यहाँनिर है। र टोटल 20 मेम्बर्स चाहिँ हामी अब इलात जाँदैछौँ। यो चाहिँ मेरो सेकेन्ड टाइम हो भनेर अघि पनि भनिसकेँ होइन। र धेरै अब मजा आएको छ। यहाँनिर माथिबाट हामी 10 मेम्बर आयौँ। तल 10 मेम्बर हामी एक्सेप्ट गर्छौँ। यहाँनिर सुस्ता दिदी हुनुहुन्छ यहाँनिर है। अब यता सबै हाम्रो
धेरै खुसी लागेको छ है यसरी साथीभाइसँग हामीले यसरी ट्रिप गर्दाखेरि चाहिँ धेरै खुसी लागिरहेको छ अब हामी तेलैबिबका साथीहरूलाई रिसिभ गर्न आँटेको छौँ है ल हामीले तेलैबिबबाट पनि हाम्रो साथीभाइहरूलाई रिसिभ गऱ्यौँ है सबैजना हाम्रो बहिनीहरूलाई सबैजना चारु हाम्रो पूर्णिमा बहिनी हाम्रो बहिनीलाई भेटेर सबभन्दा हाम्रो है ठिकै छ रमाइलो लाग्यो सबैजनालाई तेलैबिबबाट पनि रिसिभ गरेर चाहिँ अब चाहिँ हामी यात्रा गर्छौँ यो मेरो सानो ब्लगमा है गेलको शेर्पा साथी पनि छ मेरो र यता पर हाम्रो रजनी बहिनी पनि छ त्यस्तै छ है धेरै रमाइलो भयो धेरै रमाइलो मेरो अर्ग्यानिक ब्लगमा कहाँ जानुभएको बहिनीहरू तेलैबिबमा हुनुहुँदो रहेछ अब रिसिभ गऱ्यौँ है अन्त सबैजनालाई मेरोबाट है यो भिडियो चाहिँ मेरो सानोबाट अर्ग्यानिक ब्लगमा आउँछ ल हुन्छ यसो गर्दा चाहिँ यो खिड्की खोलिने भए यसलाई म 2-3 सेलरोटी दिएर खुसी बनाइदिन्थेँ क्या तर बिचरा छैन बिचरा के गर्नु एकदमै मिठो पकाएर बनाएको एकदम रमाइलो भएको छ भिडियो बनाउँछ अब यो खाना खाने होटेल इलादको खाना खाने जग्गामा आइपुग्यौँ है यहाँबाट सिस्टरले खानुहुँदैछ है यहाँ परतिर हाम्रो साथीहरूले खाँदैछ यति हो सबैजनाले सर्भिसिङ गर्दैछ है हुँदैछ हाम्रो बहिनीहरूले खाना खाँदैछ Thank you so much. हामीले यस्तो खाना खाएको रुममा छ अब बिहानको हामी होटेलबाट चाहिँ निस्किनु लागेको है बिहानको अब घुम्नु निस्किनु लागि तयारी हामी यहाँ बसेको छौँ स्कुबा डाइभिङ प्याराग्लाइडिङ अब सबै गर्नु लागि चाहिँ आज हामी बिहान आइपुगेका छौँ
गाडी अहिले हामी ट्रेकिङ गर्दैछौँ र धेरै रमाइलो भइरहेको छ धेरै मजा आइरहेको छ एकदम आनन्द महसुस भइरहेको छ लाग्नु भनेर आउनुहोस् ढिलो हुन्छ मन परेन भने भन्नुहोस् है के लेखेको रहेछ मजा लाग्यो You are the first also? यहाँनिर हामी चाहिँ एकदम ब्रेकफास्टको लागि एकदम तयारी
नेपाली साथीहरूसँग सबै टुरेर हामी रेड क्यानन है स्काई राइडिङ र साथीहरूले प्याराग्लाइडिङ गरेर अब चाहिँ हामी फर्केको। अब चाहिँ यस्तो मौका घरिघरि आउँदैन। सबैजनाले हाई गरिदिनु ल एकपल्ट यता गेलबुले ब्लग गर्दैछु हाई हाई है। मजा आयो होइन अब हामी गएको लु बस्दै जानु लु। हाम्रो 28 तारिक नोभेम्बरबाट सुरु भएको अंकिता एकदमै राम्रो भएको छ। अंकिता र यस टुरमा हामी मेरो तान्दिन के पिङ्क कलरको ट्रली देख्दिन त एकदमै राम्रो छ इन्जोय गरे सपिङ गरे सपिङ मल त्यसपछि हामीले प्यारासाइडिङ गरे र एकदमै रमाइलो भयो यात्रामा। जतिजना हाम्रो साथीहरू सरकारी मित्रहरू सबले हामीलाई सहयोग गर्नुभयो र एकदमै राम्रो र सफल भएको चाहिँ म जनाउन चाहन्छु है त साथीहरू। बाई।